हेलो गाइस, फेरि पनि स्वागत छ हाम्रो अर्को गाउँमा। आज हामी भइरहेछौँ सबजना मिलेर। हाम्रो टिम चाहिँ धेरै छ नेता छ। हामीले 3 घर खेलिसक्यौँ। हाम्रो ग्रुप चाहिँ देख्न पाउँदैन। एउटा म अनि मेरो साथी हो होइन अनि हामी चाहिँ अहिले हाम्रो चाहिँ कतिजना धेरैजना छौँ। हामी 25-30 जना होला। तर अहिले यहाँनिर अलिक थोरै छन्। अन्त अहिले अँध्यारो छ, धेरै मिल्दैन। अहिले अँध्यारो भइसक्यो। अनि पछाडि पनि आउँदैछन् आदि सब। आज चाहिँ हामीसँग डेक छ। अनि त्यही भएर डेक भएर चाहिँ हामीले रमाइलो भइरहेछ। डेक भएर माइक भएर हिजो अस्ति माइक थिएन। हामी के हुन्छ देखाउँछु हजुरहरूलाई। कृपया डान्स देखाउँछौँ तपाईँलाई हाम्रो भ्लग हो। अब हाम्रो सक्यो गाइस। अब हामी चाहिँ जान लाग्यो यहाँबाट। मेरो भ्लगमा हेलो गरिसक्यो भ्लगमा। पारस थापा, यो चाहिँ अनिल रावल, गीता बट्लाको बेस्ट फ्रेन्ड अनिल रावल। गीता बट्लाको बेस्ट फ्रेन्ड अनिल रावल। मलाई गीता बट्ला, अनिल रावल भाइ, पारस थापा भाइ। म पनि बहिनी भन्दा यो बहिनी गीता बट्ला। मेरो भाइ बिना भने सस्तीमा लैजान सक्नुहुन्छ है हजुरहरू। फ्रीमा हजुरहरूलाई फ्रीमा दिदियो।
मान्छे कोही यता दमन्छन् कोही दमन्छन् एउटाको समाधान नम्बर रन फटा टिकापुरको डन गुन्डा हुँ म फटा हुँ टिकापुरको डन फटा डाका म यो तर होइन नवीन बोगटी टिकापुरको डन तर नाम चिनिने भनेको चाहिँ नवीन बोगटी टिकापुरको डन भनेर चिनिन्छ टिकापुरको गुन्डा भनेको फटा तर मेरो चाहिँ भाइ हो तर मेरो भनेको चाहिँ मान्छेहरूले चाहिँ यो चाहिँ मेरो भाइ पनि भाइ हो मेरो भाइ चामल बोकेर पठाएको छ हामीले हिजो भर्खर 98 गएको फेरि आज पनि 98 जाउँ कति पो प्यारो छ होला 98 चाहिँ यति धेरै ग्रुप छन् हेर्न सक्नुहुन्छ हजुरहरू हाम्रो ग्रुप चाहिँ अगाडि छ तर यहाँको घर दामी भएको यो चाहिँ हाम्रो ग्रुप हो गाइज हेर्न सक्नुहुन्छ हाम्रो ग्रुप अगाडि पनि गइसक्यो आज चाहिँ डेग ल्याएर चाहिँ एकदम रमाइलो भइरहेछ मलाई के भन्नु छैन प्रभु मलाई उल्टा सुल्टा इन्जाम नलाइदिनु मलाई गलत इन्जाम नलाइदिनु मलाई त्यही भएर यति भन्न चाहन्छु म अरू मलाई के दिदीको बारेमा चाहिँ के भन्नु सक्दैन म दिदी बाटोमा छन् रेकर्ड बजे 10:20 भयो अनि हामी 98 बाटोमा जान छौँ अब हाम्रो टोली चाहिँ यता छ अनि हामी चाहिँ यता छु यो चाहिँ अनिला होला चामल बोक्ने मान्छे मेन यो हामी चाहिँ 98 बाट जान छौँ सबै घर जान छन् हामी चाहिँ भइकन जान छौँ एउटा साथीको घर छ त्यहीमै जान छौँ अनि तर रमाइलो भइरहेछ हिजो अस्ति चाहिँ हामीहरूले डेग ल्याएको थिएन त्यति रमाइलो भएको थिएन आज डेग ल्याएर एकदम रमाइलो भएको छ चामल बोकेर खै पछाडि यता हेर्नु यता पछाडि हेर यस्तो कर यो चामल बोक्ने मान्छे हो गाइस अनिल रावल यो त सिङ्गल छ नि कि अनिल सिङ्गल छैन नि ल कोही सम्पर्क गर्न सक्नुहुन्छ जतिसुकै केटीको पनि भारी पुग्न सक्छ यसले अनि यहाँ चाहिँ पारस हाम्रो डेक बाइकमा लगेर जान छन् अनि हामी चाहिँ यता छौँ अनि सक्नुहुन्छ हजुरहरू यो चाहिँ हाम्रो टोली हो अनि हामी चाहिँ जान छौँ 98 बाटो गाइज अब हामी चाहिँ भाइरल पनि पुग्न सक्छौँ अब उसाथीको घर जान छ उसाथीको घर जान छ उसाथीको घरबाट चाहिँ 1000 रुपियाँ चढ्छ अरे अनि हामी चाहिँ फाइनल्ली घर रिटर्न लागेको छौँ अहिले चाहिँ हामीलाई एक्लै छोडेर अगाडि गइसके सबै साथीहरू त अगाडि गएछ कुल्लामा खान अनि हामी दुईवटा चाहिँ यहाँ छौँ अहिले अनि त्यसपछि आज चाहिँ फर्स्टमा चाहिँ रमाइलो भयो त्यसपछि चाहिँ कोही यता त्यस्तै त कहिले खेलेको टिम भयो चाहिँ धेरै भयो हिजो अस्ति चाहिँ राम्रो भएको थियो अनि आज चाहिँ झन् डेग ल्याएको थियौँ झन् लास्टमा गएर सोचमा त्यो माइन्डसेटमा त्यो चाहिँ भएन अनि तर रमाइलो भयो एकदम हामी चाहिँ आज चाहिँ फुल इन्जोय गऱ्यौँ हिजो अस्तिभन्दा
अनि डान्स गरेर जाने बित्तिकै डान्स गऱ्यौँ त्यही हो गाइस। अब चाहिँ हामी घर जाँदैछौँ फाइनली घरतिर लाग्यौँ क्लास 10 सकिसकेको अहिले त अब 11 बज्न आयो नि त। हिजो चाहिँ हाम्रो 12 बजेर चाहिँ घर पुग्दासम्म चाहिँ आज चाहिँ 11:30 हुन्थ्यो होला। अनि त्यस्तै हो भिडियो गाइस हामी फाइनली घर फर्किनु लाग्छ। अनि चाहिँ जस्तो सोचमा आएको थियो त्यस्तो चाहिँ भएन माइन्डसेटमा। अनि हल्का नराम्रो पनि भएन। त्यही भएर हिजो आज चाहिँ डेक्ला थियौँ फुल इन्जोय चाहिँ गऱ्यौँ। तर हिजो कस्तो भएन उता हाम्रो चाहिँ टिम छ त्यहाँ। अनि साथीहरू यहाँ चाहिँ हाम्रो टिम हो। मान्छे चाहिँ धेरै छन् ग्रुपमा तर आज चाहिँ कम भए अलि बोरिङ मान्छे भएर त्यति रमाइलो भएन। अरू त हाम्रो सब ठिक छ। अनि लास्टमा चाहिँ फर्स्टमा मात्रै रमाइलो भयो पछि त्यति रमाइलो भएन। अनि भिडियोमा आउने नमस्कार परिचय आफ्नो परिचय म रोहित रावल सीतापुरबाट है। म चाहिँ सीतापुर राजीपुरको बिचमा बस्छु है। मलाई चाहिँ सब्सक्राइब लाइक सेयर सब गरिदिनु होला। उहाँको नाम के हो भनिदिनु होला। करिश्मा बोगटी हो। म एकदम चाहिँ रोहित मैले हारेँ